सबैजनालाई स्वागत छ आजको हाम्रो सेसनमा। आज चाहिँ हामी पार्टिकुलरली डिमान्ड एन्ड सप्लाईको कन्सेप्ट नेप्सेमा कसरी चल्ने गर्दछ त भन्ने कुरा चाहिँ हेर्न गइरहेको छौँ। र यो विषयमा चाहिँ मैले चाहिँ केही चार्टहरू चाहिँ ल्याएको छु र त्यसमा बिल्डअप गर्दै चाहिँ जानेछौँ कसरी चाहिँ यो डिमान्ड एन्ड सप्लाईको कन्सेप्ट चाहिँ युजुअली वर्क हुन्छ भन्ने कुरा चाहिँ है त। सो पहिला सुरु अलिकति हिस्टोरिकल एनालाइसिसहरूबाट हेरौँ अनि त्यसपछि हामी बिल्डअप गर्दै जान्छौँ। आजको जुन हट टपिक रहेको छ बिएचएल होइन, बिएचएलको बारेमा पनि हामी अलिकति छलफल गर्नेछौँ के कस्तो देखिनमा आएको छ भन्ने कुरामा चाहिँ है त। सो पहिला सुरु त अब हामी केही रिसेन्ट ट्रेड्सहरू हेरौँ। एउटा चाहिँ रिसेन्टली चाहिँ हामीले एउटा ट्रेड गरेको थियौँ जुन चाहिँ टिपिसी रहेको छ। सो यो ट्रेड चाहिँ म किन देखाउँदैछु भन्दाखेरि चाहिँ मैले भनिहालेँ डिमान्ड एन्ड सप्लाईको चाहिँ प्रिसिजन के कस्तो रहेको छ त बजारको नेप्सेको कन्टेक्स्टमा चाहिँ होइन, नेप्सेमा डिमान्ड एन्ड सप्लाई चाहिँ कस्तो छ त, त्यसको एक्सटेन्ट के छ त, त्यसको पोटेन्सियल के कस्तो रहेको छ भन्ने कुरा चाहिँ हामी गर्न गइरहेको छौँ होइन। सो यहाँतिर हामीले के देख्न सक्छौँ त भन्दाखेरि टिपिसीको चार्ट देख्न सक्छौँ र टिपिसीको एउटा लेभल चाहिँ मैले आइडेन्टिफाई गरिदिएको छु यहाँतिर। अब डेफिनेटली अब हामीले टेक्निकल मात्रै हेर्दैनौँ, देयर आर फन्डामेन्टल्स पनि, र यो मसँग चार्ट त टन्नै छ होइन यो प्रुभ गर्नको लागि, जुन हामी फर्दर होइन आउने दिनहरूमा पनि गर्छौँ। यो पार्ट 1 मात्र हो, अलिकति बच्चा दिएको मात्र हो। जे होस् हामीले के देख्न सक्छौँ त भन्दाखेरि चाहिँ यहाँतिर एउटा ग्रे जोन चाहिँ हामीले देख्न सक्छौँ जुन चाहिँ 430 to 420 जस्तोको चाहिँ एउटा लेभलतिर चाहिँ हामीले देख्न सक्छौँ। र यो लेभल कसरी आइडेन्टिफाई गर्न सक्यौँ भन्ने कुरा पनि हामी आउँछौँ नै। तर तपाईँले यसको टार्गेट पनि देख्न सक्नुहुन्छ राइट। द हाइएस्ट टार्गेट चाहिँ तपाईँको 666 जस्तो चाहिँ तपाईँले टार्गेट देख्न सक्नुहुन्छ। एन्ड सो यो चाहिँ टिपिसीको फाइनल रिजल्ट्सहरू जस्तो भयो। सो आज चाहिँ हामी टिपिसीको मात्र हिस्टोरी हेर्छौँ, त्यसपछि फर्दर नेक्स्ट पार्टमा चाहिँ हामी त्यसको अरू चिजहरू पनि हामी हेर्छौँ नै। सो यहाँ प्राइभेट क्लाइन्ट्सहरू पनि हुनुहुन्छ होला जो टिपिसीको ट्रेडहरू लिनु भएको छ। सो यो चाहिँ पहिलो मुभमेन्ट एन्टिसिपेटेड मुभमेन्ट हो भनौँ न टिपिसीको होइन। सो हामीले के देख्न सक्छौँ त भन्दाखेरि चाहिँ एउटा लेभलको चाहिँ हामीले प्रिसिजन चाहिँ हामीले यसमा चाहिँ पाएको चाहिँ देख्न सक्छौँ। नट जस्ट एन्ट्री होइन, एन्ट्रीको मात्र चाहिँ हामी कुरा गर्दै छैनौँ यहाँतिर, हामीले चाहिँ यस्तो टार्गेट पनि आइडेन्टिफाई गर्दैछौँ जुन टार्गेट चाहिँ इज लाइक द एब्सोल्युट हो क्या। अब आम नट सेइङ कि इट इज अलवेज लाइक दिस, अनि जहिले पनि यही नै हुन्छ भन्ने कुरा चाहिँ होइन। मैले भन्न खोजेको चाहिँ युजल्ली दिस इज आवर एटेम्प्ट भनौँ न होइन। जहिले पनि यसको रिजल्ट्सहरू हामी अरू चार्ट पनि हामी हेर्छौँ नै आउने दिनहरूमा, तर आज चाहिँ हामी टिपिसीको पार्टिकुलरली हिस्टोरिकल चार्ट हेर्दैछौँ। सो हामीले के देख्न सक्छौँ त भन्दाखेरि चाहिँ एउटा वेमा चाहिँ जब रिट्रेसमेन्ट आउँछ, अब मोस्टली चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ वी डोन्ट नो कि रिट्रेसमेन्ट कहाँसम्म आउँछ भन्ने कुरा चाहिँ थाहा हुँदैन। अब भनौँ न म कस्तो ट्रेडर हो पहिला त्यहाँबाट सुरु गरौँ। सो देयर आर युजली डिफ्रेन्ट टाइप अफ ट्रेडर्स होइन। कोही चाहिँ स्विङ ट्रेडर हुन्छ, कोही डे ट्रेडर होला। हुनलाई त अब नेप्सेको कन्टेक्समा सबैजना स्विङ ट्रेडर नै हो होइन। अब देयर आर सम ट्रेडर्स जुन चाहिँ लाइक 1 विक मात्र ट्रेड गर्ने पनि हुनसक्छ। 1 विकमा एकदमै रिस्की ट्रेड लिएर चाहिँ 10-20% कि त नेगेटिभ 10-20% जस्तो चाहिँ ट्रेड लिनेहरू पनि होलान् होइन। तर युजली सबैजना स्विङ ट्रेडर नै हो। र म जस्तो ट्रेडरलाई चाहिँ के भनिन्छ भन्दाखेरि चाहिँ रिट्रेसमेन्ट ट्रेडर भनिन्छ खासमा, अथवा युजली हामी रिट्रेसमेन्टमा एन्ट्री गरिरहेको हुन्छ भनौँ न। सो यु नो देयर आर ट्रेडर्स होइन जुन चाहिँ यो र्याली जुन छ यो र्यालीतिर चाहिँ एन्ट्री गरिरहेको हुन्छ र दे आर अल्सो प्रफिटेबल होइन, उनीहरूको आफ्नै स्ट्राटेजी होला। तर म जस्तो ट्रेडरको लागि चाहिँ यो र्याली भनेको चाहिँ के हो त भन्दाखेरि इट्स अ नो नो क्या। मतलब हामी यसमा चाहिँ एन्ट्री गर्ने चाहिँ गर्दैनौँ, किनकि आइ एम नट कन्फिडेन्ट होइन कि कहाँ गएर चाहिँ यसले रिट्रेसमेन्ट दिन्छ भन्ने चाहिँ आई एम नट कन्फिडेन्ट। तर एज सुन एज इट गिभ्स रिट्रेसमेन्ट जब दिन थाल्छ तब चाहिँ मेरो कन्फिडेन्स आउँछ क्या होइन। सो म जस्तो ट्रेडरलाई चाहिँ एउटा रिट्रेसमेन्ट ट्रेडर भनेर चाहिँ भन्न सकिन्छ। अब डिमान्ड एन्ड सप्लाईको हामी एकदमै डेप्थमा चाहिँ जाँदैनौँ। मैले भनिहालेँ आजको डिमान्ड एन्ड सप्लाईको कुरा गर्नुको रिजन चाहिँ डिमान्ड एन्ड सप्लाई जुन कन्सेप्ट रहेको छ त्यसको प्रिसिजनको चाहिँ हामी कुरा गर्दैछौँ। बिस्तारै हामी कुरा गर्छौँ कि कसरी यसलाई आइडेन्टिफाई गर्न सक्छौँ। तर
हामीले के देख्न सक्छौँ त भन्दाखेरि चाहिँ एउटा वेमा अब डिमान्ड एन्ड सप्लाई जब आइडेन्टिफाई गर्ने कुरा आउँछ, इट अलवेज कम्स डाउन टु न्यारेसन क्या। तपाईँको न्यारेसन जति राम्रो छ त्यति नै राम्रो चाहिँ तपाईँको डिमान्ड एन्ड सप्लाईको आइडेन्टिफिकेसन हुन जान्छ, यानि कि स्टोरी बिल्डिङ। अनि म यो जहिले पनि कुरा गर्ने गर्छु कि मार्केटले केही न केही भनिरहेको हुन्छ, जहिले पनि मार्केटको आफ्नै न्यारेसन रहेको हुन्छ होइन, अनि त्यसैले चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। सो यसमा पनि अलिकति सिम्प्लिफाई गरौँ। एउटा वेमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अब यता मेरो न्यारेसन के भयो त एकदमै सिम्प्लिफाई गरेर भन्नुपर्दाखेरि चाहिँ लेफ्ट साइडमा देयर आर ह्युज मुभमेन्ट्स, राइट, एकदमै ठुलो मुभमेन्ट देखिन्छ र यसको युजली द हाइएस्ट एन्ड द लोएस्ट आर अलवेज इम्पोर्टेन्ट होइन। जुन एकदमै हाई मोमेन्टमवाला मुभमेन्टहरू हुन्छ, एकदमै भोलाटाइल मुभमेन्टहरू हुन्छ, अलमोस्ट तपाईँको यहाँतिर केही नभए पनि तपाईँको 300 रुपिसको चाहिँ तलमाथि भएको हामी देख्न सक्छौँ। 238 रहेछ, द्याट्स अ ह्युज नम्बर, राइट। सो एज सुन एज द्याट ह्यापन्स त्यो जोन हाम्रो लागि इम्पोर्टेन्ट हुन्छ क्या, किनकि त्यसको तल र जुन यो माथि रहेको छ त्यो चाहिँ के हुन जान्छ त भन्दाखेरि त्यसले चाहिँ एउटा ट्रेडिङ रेन्ज जस्तो चाहिँ आइडेन्टिफाई गरिदिन्छ, जुन चाहिँ पछि गएर पनि त्यसको चाहिँ काम लाग्ने गर्दछ। अब सुरुमा अब हामीले एउटा आइडेन्टिफाई गरेको भनेको चाहिँ यता के छ त भन्दाखेरि देयर इज अ ग्याप होइन, यहाँतिर एउटा ग्याप छ। अनि ग्यापहरू आफैमा इम्पोर्टेन्ट हुन्छ, पुरा ट्रेडरहरूलाई थाहा नै होला कि युजली जब त्यहाँ ग्याप हुन्छ, ग्यापहरू भने चाहिँ फिल गर्न चाहिँ आइरहेको हुन्छ। अनि जहाँ ग्याप बन्छ त्यो चाहिँ फ्युचरमा गएर चाहिँ काहीँ न काहीँ गएर चाहिँ त्यसलाई फिल गरेको चाहिँ हुन्छ क्या, मतलब भरेको हुन्छ, फाल्टो छ भने पुर्ने भने जस्तो भयो। सो तल आउने क्रममा चाहिँ अब हामीले केही सप्लाई जोन्सहरू आइडेन्टिफाई गर्छौँ, राइट। सप्लाई जोन्सहरू आइडेन्टिफाई गर्छौँ तल आउने क्रममा, फर्दर केही जोन्सहरू आइडेन्टिफाई गर्छौँ। मैले भनिहालेँ कि जुन तलमाथि भएको एउटा भनौँ न ट्रेडिङ रेन्ज छ, मैले एब्सोल्युट लो र एब्सोल्युट हाई लिएको छैन यसमा, राइट। अब यसमा चाहिँ हामी फर्दर कुरा गर्छौँ किन भन्ने कुरामा चाहिँ फर्दर समय आउँदाखेरि चाहिँ कुरा गर्छौँ। र हामीले के देख्न सक्छौँ त भन्दाखेरि चाहिँ केही हदसम्म तल मुभमेन्ट भयो, केही हदसम्म एकुमुलेट भयो होला, एकुमुलेट भइसकेपछि एउटा लेभलमा आएर चाहिँ के डिसिजन लिन्छ त भन्दाखेरि ओके इट निड्स टु गो अप नाउ भन्ने जस्तो चाहिँ यहाँ डिसिजन लिइन्छ र माथि गएको हामीले देख्न सक्छौँ र ग्याप फिल गरेको चाहिँ हामी देख्न सक्छौँ। तल आउने क्रममा चाहिँ के भयो त भन्दाखेरि चाहिँ यसले यहाँसम्म रिट्रेसमेन्ट दियो। अब यस्तो हेर्ने हो भने त रिट्रेसमेन्ट त यहाँ पनि यहाँसम्म दियो, अब यहीँबाट इन्ट्री गरेर यहाँसम्मको ट्रेड किन लिएन होइन भन्ने पनि कुरा आउँछ। अनि हामी किन यहीँतिर कन्फिडेन्ट किन भयौँ भन्ने पनि कुरा आउँछ। सो इट्स अलवेज अबाउट द न्यारेसन क्या। न्यारेसन बुझ्यो भने सबै बुझिन्छ भने नि, तर ब्याक टेस्ट पनि गर्न चाहिँ जरुरी छ, धेरै 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 होइन। सो आउने क्रममा चाहिँ के भयो त भन्दाखेरि मैले भनिहालेँ यहाँतिर एउटा सप्लाई हामीले आइडेन्टिफाई गऱ्यौँ जुन चाहिँ यो ब्लू जोन हो। सो यहाँतिर त बढ्ने क्रममा त के भयो त भन्दाखेरि यो सप्लाई जोन त तपाईँको इमिडिएटली के भयो त भन्दाखेरि ब्रेक गर्यो, माथिको ग्याप फिल गर्यो। मैले धेरैचोटि भन्ने गर्छु कि जुन कुरा चाहिँ तपाईँको इग्नोर्ड हुने गर्दछ त्यो चाहिँ पछि गएर काम लाग्छ क्या खासमा होइन। सो हामीले अब यसलाई एक्सटेन्ड गरिदियौँ रे भने चाहिँ के भयो त भन्दाखेरि चाहिँ हामी तल आउने क्रममा चाहिँ के भयो त भन्दाखेरि चाहिँ वी आर नट कमिङ फ्रम डिमान्ड क्या। एउटा कुनै पार्टिकुलर ल ठोस डिमान्ड, एउटा कङ्क्रिट डिमान्डबाट चाहिँ आएको छैनौँ भने हामी देखिरहेको छौँ। र जुन यो मुभमेन्ट छ यो मुभमेन्ट हामीले देख्न सक्छौँ एकदमै कम्प्रेस्ड भएर चाहिँ माथि बढिरहेको चाहिँ हामी देख्न सक्छौँ, राइट। सो एज सुन एज हामीले यो देख्छौँ वी अलमोस्ट आर स्योर कि यहाँबाट रिट्रेसमेन्ट आउँछ अथवा यहाँबाट फल भएर चाहिँ एक्चुअल डिमान्डसम्म पुग्छ है भनेर चाहिँ हामीले भन्न सक्छौँ क्या खासमा। सो एज सुन एज यसरी मुभमेन्ट भइरहेको छ यो कम्प्रेस्ड वेमा चाहिँ बढ्नु भनेको चाहिँ विकनेसको साइन हो खासमा होइन, विकनेसको साइन हो। किनकि यसले हरेक डिमान्ड चाहिँ तलको डिमान्ड चाहिँ लिँदै 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 गएको छ, यानि कि डिमान्ड माथि सर्दैछ। सो जब चाहिँ तपाईँको लास्ट डिमान्ड ब्रेक हुन्छ सजिलैसँग चाहिँ तलसम्म चाहिँ रिट्रेसमेन्ट दिन सक्छ। अनि मैले सक्दो चाहिँ तपाईँहरूलाई इजी वेमा चाहिँ भन्न प्रयास गरेको हो। र त्यो भयो। अब मैले भनिहालेँ कि जुन यहाँको आइडेन्टिफिकेसन छ त्यो आइडेन्टिफिकेसन चाहिँ तपाईँको पछाडिबाट आउने गर्दछ होइन। पछाडिबाट चाहिँ जोन्सहरूलाई चाहिँ हामीले लिँदै आयौँ भने चाहिँ यो जोनसम्म चाहिँ पुग्ने हो जुन चाहिँ हामी फ्युचरमा कुरा गर्छौँ। तर आजको टपिक
इट्स अल अबाउट के छ त प्रिसिजन भन्ने जस्तो भयो अनि त्यसपछि अब हामी अर्को कुरा गर्दैछौँ टार्गेटको टार्गेट यो किन टार्गेट होइन यो माथिको टार्गेट किन होइन होइन किन चाहिँ त्यो चाहिँ एउटा टार्गेट हो त भनेर चाहिँ हामी हेर्नु पर्दाखेरि चाहिँ हामीले के भन्ने त भन्दाखेरि चाहिँ मैले भने नि नेरेसन तपाईँको माथि ग्याप फिल गरेको छ यानि कि केही हदसम्म तपाईँको ग्याप फिल गरिसकेपछि चाहिँ एउटा के हुन्छ त भन्दाखेरि चाहिँ ओके ग्याप फिल गर्यो अब रिट्रेसमेन्ट आउनुपर्छ अथवा ग्यापै कहिलेकाहीँ चाहिँ मेन सप्लाई भइरहेको हुन्छ होइन सो त्यस्तो केही हुनसक्छ तर हामीले अहिलेको कन्टेक्समा चाहिँ यो टार्गेट किन लियौँ भन्ने कुरामा चाहिँ हामीले के देख्न सक्छौँ त भन्दाखेरि प्राइसले एउटा मुभमेन्ट माथि लिएको छ त्यसपछि तल आउने क्रममा चाहिँ देयर इज अ बिग मुभ अप होइन विच इज लाइक द लास्ट मुभ र यो लास्ट मुभ जहिले पनि इम्पोर्टेन्ट हुन्छ किनकि मोस्ट अफ द ट्रेडर्स आर ट्र्याप्ड ड्यु टु दिस क्यान्डल क्या यो क्यान्डलले के देखायो त भन्दाखेरि आश्वासन दियो क्या तपाईँलाई कि आश देखायो राइट कि ओके कि तपाईँको चाहिँ अझै पनि बढ्छ है भन्ने जस्तो चाहिँ एउटा के एक्सपेक्टेसन यसले चाहिँ देखाइरहेको छ अनि वाट ह्यापन्स भन्दाखेरि चाहिँ नेक्स्ट डे तपाईँ यहाँ ओपन हुनुभयो इमिडिएटली यु गो अप राइट तर यु क्लोज डाउन यानि कि मोस्ट अफ द ट्रेडर्स हेभ बिन ट्र्याप्ड विदिन दिस विक क्या यो जुन यो विक हामी देखिरहेको छौँ द्याट इज द फाइनल ट्र्याप अनि यो ट्र्याप भएको जहाँ चाहिँ धेरैजना ट्र्याप भएको हुन्छ होइन किनकि मान्छेहरूको साइकोलोजी हेर्नुहोस् जहिले पनि इट्स अल अबाउट ग्रिड एन्ड फेयर होइन यस्तो कहिले पनि हुँदैन यो चाहिँ एकदमै फल्स कन्सेप्ट हो होइन कि मार्केटले चाहिँ स्टप हन्ट गर्छ अथवा स्टप लस मान्छेहरूले स्टप लस कहाँ हाल्छ त्यहाँ चाहिँ स्टप लस चाहिँ हन्ट गर्छ भन्ने जुन एउटा कन्सेप्ट छ त्यो चाहिँ एक्चुअली होइन मलाई पनि लाग्थ्यो पहिला पहिला सुरुमा कि जहाँ स्टप लस हाल्यो त्यहाँ चाहिँ हन्ट गर्ने रहेछ अब कहाँ हाल्दो रहेछ स्टप लस मान्छेहरूले भन्ने जस्तो लाग्थ्यो त्यो चाहिँ होइन वास्तवमा इट इज अलवेज अबाउट ग्रिड एन्ड फेयर होइन मार्केटले गर्ने भनेको त्यही हो क्या त्यतिमै मात्र चाहिँ फोकस हुन्छ मार्केटको काम त्यति हो सो एज सुन एज तपाईँको चाहिँ यहाँतिर ग्रिड देखाइयो धेरैजना इन्ट्री हुने भनेको चाहिँ यो लेभलमा हो क्या यो विकमा हो एन्ड द्याट इज द फाइनल सेटलमेन्ट फाइनल डम्प चाहिँ त्यहाँ हुन्छ एन्ड द्याट इज इम्पोर्टेन्ट टु अस र जुन यो प्रिभियस हाई छ यो प्रिभियस हाईको चाहिँ एज अ लेफ्ट सोल्डर चाहिँ मैले टार्गेट लिएको हो त्यसरी चाहिँ हामीले हाम्रो टार्गेट सेट गर्न सक्छौँ कि कहाँ छ त मान्छेहरू ट्र्याप्ड भएका अरू भन्ने जस्तो भयो अब दिस इज नट माई फाइनल टार्गेट होइन म टिपिसीलाई अझै पनि केही हदसम्म बढ्न सक्ने चाहिँ म देखिरहेको छु माथिको टार्गेट्सहरू हामी एचिभ गर्न सक्ने चाहिँ हामी देखिरहेको छौँ यो एउटा लेभलमा चाहिँ मलाई जहाँसम्म लाग्छ यसको रिट्रेसमेन्ट चाहिँ केही हदसम्म यही लेभलतिरसम्म चाहिँ आएर चाहिँ एन्ड हुनुपर्ने हो जस्तो लाग्छ टक द्याट अबाउट द्याट इन कमिङ फ्युचर होइन भने अब यताबाट रिट्रेसमेन्ट आउँछ भने चाहिँ अब दिस विल होल्ड द प्राइस होइन दिस विल बी होल्डिङ द प्राइस सो हेरौँ अब यसको मैले यतिकै रिजल्ट्सहरू भनिदिइसकेको छु एन्ड लेट्स सी के कस्तो हुन्छ भन्ने कुरा चाहिँ इन द नियर फ्युचर है सो टिपिसीको यो हिस्टोरिकल चार्ट देखाउनुको रिजन चाहिँ के हो त भन्दाखेरि चाहिँ कि वाट इज द प्रिसिजन होइन डिमान्ड एन्ड सप्लाईको जब हामीले कुरा गर्छौँ डिमान्ड एन्ड सप्लाई जुन कन्सेप्ट चाहिँ म युज गर्छु त्यसको एक्चुअल प्रिसिजन के रहेको छ भन्ने कुरा चाहिँ देखाउन प्रयास हो र मेरो फाइनल कन्क्लुजन चाहिँ यो होइन फाइनल कन्क्लुजन चाहिँ हाम्रो भोलिको दिनमा चाहिँ बिएचएल के हुनसक्छ भन्ने कुरा रह्यो सो एउटा रह्यो यो तपाईँको टिपिसी वी हेभ टक्ड अबाउट द डिमान्ड एन्ड सप्लाई नेक्स्ट इज तपाईँको जिबिएल अब जिबिएलको पनि रिसेन्ट ट्रेड हो हाम्रो होइन अबिट रिस्कै हामी चाहिँ यस्तो रिस्की ट्रेड चाहिँ युजली चाहिँ दिइरहेको हुँदैन कहिलेकाहीँ चाहिँ अब दिन्छौँ हामी इफ इट लुक्स गुड सो जिबिएलको हामी कुरा गर्नु पर्दाखेरि चाहिँ अब लास्ट टाइम चाहिँ हामीले के भयो त भन्दाखेरि चाहिँ रिसेन्टली तपाईँको के आएको थियो भन्दाखेरि जिबिएलको चाहिँ लक इन पिरियड खुलेको थियो राइट लक इन पिरियड खुलेको थियो लक इन पिरियडमा ट्रेड गर्ने पनि एउटा केही स्ट्राटेजी चाहिँ हुन्छ नि जहिले पनि त्यसको बारेमा पनि हामी कुरा गरौँ र यो किन कुरा गर्दैछु त किनकि एट द एन्ड हामी बिएचएलको पनि कुरा गर्न गइरहेको छौँ र जब जिबिएलको हामी कुरा गर्नु पर्दाखेरि चाहिँ होइन दिस इज अल्सो भनौँ न हाइड्रो पावर र
यसमा हामीले के देख्न सक्छौँ त भन्दाखेरि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ कि मैले कहाँ एकुमुलेसन जोनलाई चाहिँ आइडेन्टिफाई गरेको छु र यो चाहिँ तपाईँको इट इज नट ऱ्यान्डमनेस होइन यसको आफ्नै विधि छ आफ्नै तरिका छ र यो चाहिँ मैले भनिहालेँ आउने दिनहरूमा चाहिँ हामी कसरी आइडेन्टिफाई गर्न सक्छौँ भन्ने चाहिँ हेर्छौँ नै तर देयर इज अलवेज अ वे जहाँबाट चाहिँ हामीले देख्न सक्छौँ कि वेयर इज द एक्चुअल डिमान्ड भन्ने कुरा चाहिँ हामीले देख्न सक्छौँ राइट सो हामीले आइडेन्टिफाई गरेको एकुमुलेसन जोन चाहिँ यो येल्लो जोनभित्रको पनि येल्लो जोन र त्यसको रिजल्ट्स चाहिँ हामीले यतातिर देख्न सक्छौँ सो यु क्यान सी कि नट इभन 1 रुपिज जस्तो लाग्छ मलाई चाहिँ 1 रुपियाँले चाहिँ तल माथि भएको हुनसक्छ खासै के फरक पर्दैन के पैसाले तल माथि भएको होला बट what I'm trying to say is कि you can identify these zones with precision होइन टाइम आफ्टर टाइम चाहिँ हामीले यसरी चाहिँ यसलाई आइडेन्टिफाई गर्न सक्छौँ र यस्तो भन्न मिल्दैन कि यो चाहिँ जहिले वर्क गर्छ भन्ने चाहिँ होइन देयर आर डिफ्रेन्ट मार्केट कन्डिसन्स तर युजल्ली चाहिँ तपाईँको के हो त भन्दाखेरि देयर इज अ वे मार्केटको आफ्नो वे छ मैले भनिहालेँ नि जब स्टोरी बिल्डिङ गर्नुहुन्छ नेरेसन जब बिल्डअप गर्नुहुन्छ नट बिकज कि युआर नट ट्राइङ टु न्यारेट योर ओन स्टोरी इन्टु द मार्केट क्या तपाईँको मार्केटको स्टोरी के छ त्यो बुझ्न चाहिँ प्रयास गर्नु भइरहेको छ भने तपाईँले चाहिँ यो डिमान्ड एन्ड सप्लाई जोन्सहरू चाहिँ मजाले आइडेन्टिफाई गर्न सक्नुहुन्छ सो इन अ सिङ्गल डे देयर इज लाइक 15% गेन होइन 15% जतिको चाहिँ गेन चाहिँ बनाउन सक्ने चाहिँ स्थिति थियो र यो चाहिँ अब अलिकति म यसमा पनि नेरेसन दिन्छु होइन हामीले के देख्न सक्छौँ त भन्दाखेरि चाहिँ प्राइस मुभमेन्ट चाहिँ एकदमै म्यासिभ छ यहाँतिर रेन्ज चलिरहेको छ ट्रेडिङ रेन्ज चलिरहेको छ ट्रेडिङ रेन्जभित्रको पनि ट्रेडिङ रेन्ज हुन्छ क्या खासमा र डिमान्ड एन्ड सप्लाई भने नि इट्स लाइक फ्र्याक्टल भन्छ नि कि ठुलो स्केलमा जुन डिमान्ड एन्ड सप्लाई हामीले देखिरहेको हुन्छौँ यदि हामी लोवर स्केल अथवा टाइम फ्रेममा गयौँ भने पनि त्यस्तै त्यस्तै चाहिँ प्याटर्न चाहिँ हामी देख्न सक्छौँ किनकि त्यो कुरा चाहिँ युनिभर्सल छ होइन डिमान्डभित्र पनि डिमान्ड हुन्छ सप्लाईभित्र पनि सप्लाई हुन्छ भन्ने जस्तो भयो हामीले के देख्न सक्छौँ त भन्दाखेरि अब यता अलिकति बिल्डअप गरेँ मैले सो दिस इज अ सप्लाई वाइ इज दिस सप्लाई ल तपाईँहरूलाई सोधौँ न यो किन सप्लाई हो यो येल्लो जोन सो आवाज आइरहेको छ आइरहेछ हजुर भन्नु इम्पोर्टेन्ट डिमान्ड ब्रेक भयो नि त त्यसपछि चाहिँ मार्केटमा सप्लाई आयो होला है त्यही रिजनेबल अरू सो हाम्रो यहाँ सम्बित सरले भन्नुभएको जस्तै पनि एकदमै ट्रु हो होइन उहाँले भन्नुभएको एकदमै ठिक हो कि एज सुन एज डिमान्ड गेट्स ब्रोकन युजली देयर इज सप्लाई यानि कि के भइरहेको छ भन्दाखेरि अब हामीलाई बुझेकै कुरा हो नि त कि वेन रेजिस्टेन्स ब्रेक इट टर्न्स इन्टु सपोर्ट भने जस्तै डिमान्ड एन्ड सप्लाईको कन्सेप्टमा पनि त्यस्तै नै हुन्छ तर अलिकति डिफ्रेन्ट चाहिँ हुन्छ होइन अलिकति भनौँ न नेरेसनसँगै जोडेर चाहिँ आउने गर्दछ डिमान्ड एन्ड सप्लाई रादर देन तपाईँको सपोर्ट एन्ड रेजिस्टेन्स भनेको त हाइज एन्ड लोज लिइन्छ भने जस्तो भयो राइट सो दिस इज सप्लाई एन्ड द रिजन वाइ दिस इज सप्लाई भन्दाखेरि चाहिँ कि उहाँले सरले भन्नुभएको जस्तै एउटा त डिमान्ड इज टर्निङ इन्टु सप्लाई एन्ड द रिजन अनदर रिजन वाइ दिस इज सप्लाई भन्दाखेरि चाहिँ बिकज इट हेज होल्डेड द प्राइस बिलो होइन विकलीमा हेर्दैछौँ डेलीमा जाउँ हामीले के देख्न सक्छौँ त भन्दाखेरि दिस वाज अ सप्लाई एज सुन एज यो सप्लाई हो भनेर त आइडेन्टिफाई गर्न सक्छौँ तर यसको कन्भिक्सन कहाँबाट आउँछ त भन्दाखेरि जब रिट्रेसमेन्ट माथितिर आउँछ इट होल्ड्स द प्राइस डाउन क्या सो वी नो कि द्याट इज अ सप्लाई सबैभन्दा बेस्ट कन्फर्मेसन चाहिँ कहाँबाट आउँछ त भन्दाखेरि चाहिँ जब रिट्रेसमेन्ट कम्प्लिट भइसकेको छ दिस इज अ डिमान्ड है तर अहिलेको लागि यतिकै बनाइदिएँ मैले सो दिस वाज अ डिमान्ड सो रिट्रेसमेन्ट इज कम्प्लिट इट गोज अप एन्ड स्टिल होल्ड्स द प्राइस सो यानि कि देयर इज अ स्ट्रङ कन्भिक्सन कि दिस इज अ सप्लाई भन्ने चाहिँ हामीलाई थाहा हुन्छ सो एज सुन एज दिस इज सप्लाई भन्ने चाहिँ एउटा कन्भिक्सन आउँछ जब यो रिट्रेसमेन्ट जब यसले होल्ड गर्यो यो जब रिट्रेसमेन्ट आउँछ यो चाहिँ युजली डिपै आउँछ किन भन्दाखेरि चाहिँ
जब पहिलाको सप्लाई जुन चाहिँ पहिल्यै टेस्टेड भएको सकेको छ त्यसलाई फेरि टेस्ट गरेर पनि तलै झर्न खोज्छ भने यानि कि एकुमुलेसन पुगेको छैन भन्ने हुन्छ र युजुअली देयर इज अलवेज अ डिपर रिट्रेसमेन्ट टु द जोन्स जुन चाहिँ सरेको डिमान्ड हुन्छ नि द डिमान्ड हेज सिफ्टेड अप नाउ अनि हामीले यहाँ फेरि रिइन्टर गर्न सक्छौँ अब यही नै ओरिजिनल डिमान्ड हो कि होइन भन्ने कुरा चाहिँ फेरि नेरेसनबाटै आउँछ है त्यसमा चाहिँ अलिकति केयरफुल हुनुपर्छ सो माथि आउने क्रममा चाहिँ के भयो त भन्दाखेरि चाहिँ अब जुन यो तपाईँको चाहिँ सप्लाई थियो राइट यो सप्लाई हो भनेर हामीले आइडेन्टिफाई गरेको थियौँ र सप्लाई भित्रको पनि सप्लाई यहाँ छ अझै यो चाहिँ विकलीमा देख्ने सप्लाई हो है यो पछि पछि हामी आउँछौँ सो प्रिसिजनमा जानु पर्दाखेरि चाहिँ सप्लाई भित्रको सप्लाई चाहिँ यो थियो र त्यो सप्लाईको ब्रेक गरेर बनाएको डिमान्ड चाहिँ यो हो जसलाई चाहिँ मैले डिपी भनेर लेखेको छु सो दिस इज इम्पोर्टेन्ट नाउ माथि जाने क्रममा चाहिँ के भयो त भन्दाखेरि चाहिँ हामीले हाइज एन्ड लोज चाहिँ कम्प्लिट हाइज एन्ड लोज चाहिँ लिएनौँ तर हाइली ट्रेडेड भ्यालु एरिया चाहिँ हामीले लिँदैछौँ यहाँतिर विच एक्ट्स एज अ एक्चुअल सप्लाई सो यो हो क्या सप्लाई जोन चाहिँ माथिको जोनमा चाहिँ र त्यो सप्लाई जोनको चाहिँ ब्रेक चाहिँ यहाँ गरेको छ यानि कि अन द हायर स्केल नाउ दिस इज ट्राइङ टु गेट इन्टु हायर लेभल्स सो यो रिट्रेसमेन्ट जहिले पनि तपाईँको यहीँ आउँछ कि जहिले पनि युजली है जहिले पनि नभनौँ कि 100% भन्ने त हुँदैन तर युजली यहाँ आउँछ सो दिस होल थिङ यहाँदेखि यहाँसम्मको जुन यो रेन्ज छ दिस इज नाउ अ ट्रेडिङ रेन्ज विच इज एक्चुली हायर स्केलमा एउटा डिमान्ड जोन नै सो डिमान्डभित्रको डिमान्ड चाहिँ लास्टमा आएर चाहिँ यो हुन्छ ओके सो डिटेल्समा जाँदैनौँ हामी तर अब यसको चाहिँ देयर आर डिफ्रेन्ट टाइप्स अफ एनालाइसिस होइन यसलाई चाहिँ अब भोल्युम प्रोफाइलको एनालाइसिस भनिन्छ अब गर्न जरुरी चाहिँ छैन म यतिकै चलिरहेको हुन्छु होइन कहिलेकाहीँ र भोल्युम प्रोफाइल ओहो एडजस्टेड न भोल्युम प्रोफाइल भन्ने चाहिँ एउटा एकदमै इम्पोर्टेन्ट टुल पनि रहेको छ र इक्विटिज मार्केटमा चाहिँ मजाले युज गरिन्छ बाहिरको मार्केटमा फ्युचर्स मार्केटमा चाहिँ हाइली युज हुने भनेको चाहिँ यो भोल्युम प्रोफाइल हो एकदमै राम्रो टुल हो अक्सन मार्केट थ्योरी ट्रेडरहरूको लागि चाहिँ सो हामीले यताबाट पनि अब न्यारेसन बिल्डअप गर्दै जान्छौँ भने पनि वी कम टु द कन्क्लुजन कि ओके दिस इज इट भन्ने चाहिँ आउँछ क्या सो यहाँ पनि तपाईँको डिमान्ड एन्ड सप्लाईको चाहिँ स्वाप भइरहेको छ माथि तल भइरहेको छ मैले भनिहालेँ देयर इज अ डिसिजन सो दिस इज एक्टिङ एज अ डिपी जस्तो एन्ड दिस वाज अ सप्लाई जोन होइन यो होल ब्लू जोन अनि त्यो सप्लाई जोनलाई ब्रेक गरिसकेपछि चाहिँ एज सुन एज यु कम टु द डिपी दिस होल रेन्ज बिकम्स अ डिमान्ड र हामीले के देख्न सक्छौँ भन्दाखेरि एउटा क्लिन मुभमेन्ट देख्न सक्छौँ अनटच्ड हुन्छ क्या अनमिटिगेटेड भन्छ एसएमसी ट्रेडरहरूले जस्तो लाग्छ सो त्यो देखिसकेपछि वी एक्ज्याक्टली नो कि प्राइस चाहिँ यहीँ आउनुपर्छ भन्ने थाहा हुन्छ क्या र किन यहीँ पनि आउनुपर्छ त भन्ने पनि थाहा हुन्छ त भन्दाखेरि माथिको लेभल्सहरूमा दिस वाज अ डिमान्ड एज सुन एज दिस ब्रेक्स दिस इज द नेक्स्ट जोन राइट सो सर्ट भएको भए त अब यहाँ सर्ट गर्न सकिन्थ्यो किनकि एज सुन एज दिस ब्रेक्स द रिट्रेसमेन्ट इज द रिट्रेसमेन्ट पुल ब्याक फर द सर्ट ट्रेड्स क्या होइन त्यसमा चाहिँ डिटेल्समा हामी जाँदैन तर वी क्यान सी कि तपाईँको चाहिँ द रिट्रेसमेन्ट इज कम्प्लिटेड राइट भयो होइन जुनको चाहिँ मैले यता देखाएको छु या सो यो ट्रेडमा चाहिँ हामी देख्न सक्छौँ होइन सो डिमान्ड एन्ड सप्लाई बोथ वर्क्स सेम टु सेम उनीहरूको लेभल छ आफ्नो अनि दे वर्क मतलब नेप्सेको कन्टेक्समा त अब हामीले भन्छौँ कि बाई गरेर पछि मात्र चाहिँ हामीले कमाउने हो होइन एक्ज्याक्टली तर द्याट डज नट मिन कि सप्लाई डज नट वर्क होइन सर्ट सेलिङ छैन भन्दैमा चाहिँ सप्लाई नआउने होइन द्याट इज वाइ एक्ज्याक्टली हामीले कहाँ के कस्तो हुनसक्छ भन्ने चाहिँ एउटा प्रिसिजनका साथ भन्न सक्छौँ अहिलेको कन्टेक्समा पनि अब हामी जिबिएलको हेरिराख्दाखेरि चाहिँ होइन वी हेभ प्रिसाइसली इन्टर्ड द मार्केट र फर्स्ट टार्गेट भनेको चाहिँ तपाईँको यो फर्स्ट ब्यारियर जहाँ लेखेको छ द्याट इज द फर्स्ट टार्गेट होइन अनटच्ड भ्यालु जोन भनेर जहाँ लेखेको छु द्याट इज द फर्स्ट टार्गेट अब यसको रिट्रेसमेन्टको कुरा गर्नु पर्दाखेरि चाहिँ अब हामीले भनौँ न
अहिलेको कन्टेक्स्टमा यसको रिट्रेसमेन्ट चाहिँ मलाई जहाँसम्म लाग्छ यो कम्प्लिट हो हैन दिस इज द जोन सो अझै पनि कोही ट्रेड गर्नु लागि हेर्दै हुनुहुन्छ भने मेबी आम नट स्योर किनकि हाम्रो इन्ट्री त यहाँ तलतिर हो हामीले यहाँतिर जोइन गर्नुपर्छ भन्ने छैन सो इफ द रिट्रेसमेन्ट कम्स रिट्रेसमेन्ट आइसकेको छ र यसको रिट्रेसमेन्ट चाहिँ मलाई जहाँसम्म लाग्छ दिस सुड बी इट यहाँबाट कम्प्लिट भएर चाहिँ यसको फर्स्ट ब्यारियरसम्म चाहिँ पुग्ने चाहिँ काटकाट चाहिँ देखिरहेको छु सो यो मैले जिबिएलको भन्नुको रिजन चाहिँ किन हो त मसँग अरू पनि रिजन्सहरू अरू पनि ट्रेड्सहरू छन् जसमा चाहिँ मैले हाइड्रो ट्रेड गरेको छु र त्यसको प्रिसिजन मैले देखाउन सक्थेँ तर यहाँ पार्टिकुलर कन्टेक्स्ट के छ त भन्दाखेरि चाहिँ लक इन पिरियड खुलेको टाइम हैन सो सुरुमा त अब यस्तो लाग्ला कि ए यो त लक इन पिरियडमा हुने नै यही त हो भन्ने जस्तो लाग्न सक्छ हैन कि लक इन पिरियड खुल्यो अनि खुल्न साथै नेगेटिभ सर्किट हान्यो भने यहीँ बाई गरिदिने त्यहाँबाट त जसरी पनि बढिहाल्छ जस्तो चाहिँ हुनसक्छ तर आजको हाम्रो बिएचएलको कन्टेक्स्टमा हेर्ने हो भने एज द्याट ह्यापन नो हैन किन भएको छैन त भन्दाखेरि चाहिँ किनकि इट हेज नट फलोड द डिमान्ड एन्ड सप्लाई सो डिमान्ड एन्ड सप्लाई इज नट चान्चुनको कुरा क्या यतिकै खेलाची रूपमा लिने कुरा चाहिँ होइन होइन इट एक्जिस्ट र इट हेज भनौँ न इट्स प्रिसिजन्स क्या होइन मैले भन्न खोजेको चाहिँ त्यो सो देयर आर फन्डामेन्टल्स रिजन होइन बिएचएलको पनि अलिकति हेरौँ हामी बिएचएलको पनि चार्ट चाहिँ मैले कोरेको छु सो दिस इज द सेम थिङ अब यसमा चाहिँ मैले के देखेँ थिएँ भन्दाखेरि देयर आर अलवेज केही फ्यु नम्बर्स अफ भनौँ न के भन्छ इन्ट्री लेभल्स तर त्यो इन्ट्री लेभल्स चाहिँ जहिले पनि वर्क गर्छ भन्ने चाहिँ हुँदैन र यो चार्टमा पार्टिकुलरली हेरौँ बिएचएलको कन्टेक्स्टमा होइन हामी के हेर्दैछौँ त भन्दाखेरि चाहिँ एउटा लेभल चाहिँ सबैभन्दा तल छ विच इज द आइडियल लेभल होइन त्यो नै हो मेन जोन भनेकै त्यही हो त्यहाँ एकुमुलेसन भनेको त्यो लेभलमा हुने हो क्या दिस होल ब्लू जोन इज लाइक दि ओरिजिन क्या यो होल माथिको होल मुभमेन्ट आएको जोन भनेको चाहिँ यो ब्लू जोनबाट चाहिँ सुरु भएको छ एन्ड द बेस्ट प्लेस टु इन्ट्री इज अल्सो दिस ब्लू जोन र त्यो ब्लू जोन भित्रको जोन चाहिँ यो येल्लो जोन हो अब यसलाई हामी फेरि फर्दर डिफाइन गर्नेछौँ आजको दिनमा अनि हामीले के देख्न सक्छौँ त भन्दाखेरि देयर इज दिस जोन होइन यहाँ पनि एउटा चाहिँ डिमान्ड जस्तो चाहिँ काम गरिरहेको छ तर यहाँबाट चाहिँ लाइक दिस इज नट द बेस्ट जोन मैले यता लेखिसकेको छु नट एन आइडियल प्लेस होइन एउटा केही बााउन्स आउन सक्ला तर नट द आइडियल प्लेस अब रिक्स टेकरहरूले चाहिँ यहाँतिर के गरेर डिमान्ड आयो भने चाहिँ हेर्न सक्छन् भनेर चाहिँ म यता लेख्दैछु राइट रिक्स टेकर क्यान लुक फर दिस लेभल होइन टेक्निकली चाहिँ डज नट लुक द बेस्ट र मैले भनिहालेँ अब थ्रु आउट द इयर्स होइन मैले प्र्याक्टिस गर्दै जाँदाखेरि चाहिँ मैले एउटा रियलाइज गरेको कुरा चाहिँ द बेस्ट थिङ टु डु इज टु ट्रेड एट द बेस्ट प्राइस क्या टु ट्रेड एज एन इन्भेस्टर इज द बेस्ट थिङ हुन्छ नि कि वारेन बफेटको एउटा कोट छ नि कि कम्पनी जहिले पनि राम्रो हुनसक्छ होइन मतलब राम्रो कम्पनी हुनसक्छ तर उसको एप्रोप्रिएट प्राइस छ क्या यो एउटा चाहिँ होइन त्यो एप्रोप्रिएट प्राइस भन्दा चाहिँ बढी कहिले पनि नतिर्नु भनेर चाहिँ वारेन बफेटको एउटा कोट छ सो ट्रेडिङ पनि खासमा त्यही नै कुरा हो एउटा साइकोलोजिकल एस्पेक्टमा हामी फर्दर पछि कुरा गर्छौँ नै त्यसको सेसन पनि आउँछ हामीले हेर्छौँ भने द बेस्ट थिङ टु डु इन ट्रेडिङ इज टु एन्टर इन द राइट प्लेस अलवेज मतलब मैले भन्न खोजेको चाहिँ अब यु मे नेभर नो होइन अलवेज द राइट प्लेस कुन हो भन्ने कुरा चाहिँ मैले भन्न खोजेको चाहिँ यु हेभ आइडेन्टिफाइड द राइट प्राइस त्यही मात्र इन्ट्री गर्ने क्या त्यहाँबाट छोएर बढ्यो भने पनि इन्ट्री नगर्ने होइन त्यहाँबाट छुन साथै तपाईँले इन्ट्री गरिहाल्नुपर्छ त्योभन्दा घटिहाल्यो स्टप लस भयो स्टप लस द्याट्स इट होइन सो यो अलिकति साइकोलोजिकल एस्पेक्ट भयो सो अब म चाहिँ एउटा लेभलमा चाहिँ एउटा रियलाइजेसनमा चाहिँ कहाँ पुगेको छु भन्दाखेरि चाहिँ मलाई बजारले टेम्प्ट गर्दैन क्या
टेम्पटेसन चाहिँ आई थिङ्क के हदसम्म चाहिँ मैले कन्ट्रोल गर्न चाहिँ सकिरहेको छु बजारमा चाहिँ जस्तो चाहिँ लाग्छ होइन तर मैले भनिहालेँ नि कि देयर आर डिफ्रेन्ट डिमान्ड जोन्स तपाईँको धेरैवटा डिमान्ड जोन्स हुनसक्छ एउटै लेभलमा चाहिँ एउटै प्राइस सिमिलर प्राइस लेभल्समा चाहिँ डिफ्रेन्ट डिमान्ड जोन्स हुनसक्छ देयर इज अलवेज द राइट डिमान्ड जोन क्या होइन राइट भनेको चाहिँ जहिले पनि राइट हो भने जस्तो भयो क्या अनि यु क्यान सी कि दिस इज द बेस्ट प्लेस अब मैले चाहिँ आजको दिनमा लाइक अलिकति अझै पनि फर्दर फाइन गरेको छु यो विकलीमा भयो विकलीमा तपाईँले देख्न सक्नुहुन्छ सो वी आर करेन्टली अराउन्ड 230.95 को चाहिँ मैले आइडेन्टिफाई गरेको छु र आज चाहिँ हामी त्यहाँ छौँ 230.95 त्यस्तै त्यस्तै जे होस् त्यहाँ पुग्यौँ भनौँ न सो अहिले अब यसको केस चाहिँ अलिकति युनिक छ होइन देयर इज अ ह्युज प्रमोटर्सको चाहिँ सेल अफ चाहिँ हामीले देख्न सक्छौँ तर कम्पनी इज नट द्याट ब्याड होइन इट्स नट द्याट गुड पनि अब हाम्रो यता फन्डामेन्टल एनालिस्टहरूको कुरा सुन्दाखेरि चाहिँ नट द बेस्ट नट द ब्याड तर प्राइस चाहिँ रिजनेबल प्राइस जस्तोमा चाहिँ देख्न सक्छौँ किनकि योभन्दा पतुर कम्पनीहरू पनि धेरै हाईमा प्राइसमा ट्रेड भइरहेको चाहिँ हामी पाउँदछौँ सो हामीले देख्न सक्छौँ कि इट हेज एन्टर्ड अ रेन्ज विच इज एन आइडियल रेन्ज सो युजली दिस होल रेन्जमा चाहिँ हामीले केही एक्सन्सहरू चाहिँ देख्नु सक्नुपर्ने हो र त्यो एक्सन चाहिँ अब कसरी प्ले आउट हुन्छ भन्ने पनि एउटा एक्सपेक्टेसन चाहिँ ल्याएको छु सो हामीले आज के देख्न सक्छौँ त भन्दाखेरि एकदमै अब हाई भोल्युममा चाहिँ ट्रेड भएको छ यत्रो भोल्युम आएको छ होइन यत्रो क्यान्डल बनेको छ क्यान्डल मतलब भोल्युमको त्यो क्यान्डल बनेको छ अनि हामीले देख्न सक्छौँ कि प्रमोटर्स आर विलिङली सेलिङ अफ र आजको दिनमा अलिकति म्याचिङ भोल्युम पनि आएको चाहिँ हामीले देख्न सक्थ्यौँ तर यो एउटा चाहिँ यस्तो रेन्जमा पुगिसकेको छ कि जहाँ चाहिँ एक्चुअल डिमान्ड चाहिँ थियो पहिलाको रेन्जमा यो माथिको एज अ होल मुभमेन्ट हामीले हेर्छौँ भने यो होल मुभमेन्टको स्टार्टिङ पोइन्ट चाहिँ यो थियो र अहिले आएर पनि हाम्रो लागि चाहिँ एउटा आइडियल जोन भनेको चाहिँ यही नै हुन्छ अब रिस्क लिने ट्रेडर्सहरूको लागि चाहिँ बिएचएल के हदसम्म चाहिँ एउटा अप्सन चाहिँ हुनसक्छ अब एकदमै रिस्की चाहिँ रिस्की हो तर आई विल स्टिल गिभ माई ओपिनियन होइन सो फर्दर हामी भोल्युम प्रोफाइलको रेन्जबाट हेर्छौँ भने पनि त्यसमा वी आर अन द आइडियल प्लेस क्या यही नै हो क्या जोन भनेको यही नै हो तपाईँको 230 भनेको इज द आइडियल जोन योभन्दा खतरा जोन छँदै छैन यसको लागि तर द मोमेन्टम इज भेरी स्ट्रङ नि त यसको आफ्नै जुन चलिरहेको छ मैले भनिहालेँ कि डिमान्ड एन्ड सप्लाई पनि दे आर अलवेज देयर र दे अलवेज वर्क पनि तर वेन दे डु नट वर्क भन्दाखेरि चाहिँ वेन देयर इज सम मेजर इभेन्ट भएको टाइम्समा चाहिँ युजली डिमान्ड र सप्लाई चाहिँ कहिलेकाहीँ चाहिँ इग्नोर्ड हुने गर्दछ अथवा त्यसलाई चाहिँ भनौँ न मतलब नेग्लेक्ट गरेको हुन्छ दे स्टिल वर्क अन द वे ब्याक होइन सेकेन्ड टाइम आउँदाखेरि फेरि काम गर्छ मैले भन्न खोजेको चाहिँ के हो त भन्दाखेरि दिस इज वाट आई थिङ्क वाट क्यान ह्याप्पन टुमरो रङ पनि हुनसक्छु र आइएम ओके विथ इट होइन चाहिँ रङ भयो भने भयो केही फरक त पर्दैन तर वाट आई सी इज द मोमेन्टम इज भेरी बिग होइन दुई दिन भयो त्यस्तो मोमेन्टम आइरहेको छ द प्रमोटर्स आर विलिङ टु सेल अफ तर वी हेभ कम टु अ लेभल जहाँ चाहिँ सेल अफ चाहिँ सेलाउने टाइम चाहिँ आइसकेको देखिन्छ किनकि मेजर डिमान्डमा चाहिँ हामी आइसकेको छौँ सो द मोमेन्टम इज लाइकली टु पुस द प्राइस इभन फर्दर डाउन इमिडिएटली ओपन हुने साथै प्राइसलाई चाहिँ तल डाउन मुभमेन्ट चाहिँ ल्याउन सक्ने चाहिँ म देखिरहेको छु माइट ह्यापन माइट नट ह्यापन वी डोन्ट नो हामी आइडियल प्लेसमै छौँ यहीँबाट बढ्यो पनि होइन वी आर इन आइडियल प्लेस बढ्यो भने बढ्यो राइट योभन्दा भनौँ न राम्रो जोन कुनै पनि छैन मैले भनिहालेँ है तर के हुनसक्छ भने मोमेन्टम स्ट्रङ हुनुको कारणले गर्दाखेरि र प्रमोटर्सको त्यो विलिङनेस जुन हामीले देखिरहेको छौँ प्राइस क्यान बी ड्रिभन डाउनवर्ड्स र डाउन आउँदाखेरि चाहिँ दिस ग्रिन जोन इज समथिङ टु लुक फर र यो ग्रिन जोनमा पनि अब मैले एउटा प्राइस लेभल चाहिँ तोकिदिएको छु होइन 217 सो लेट्स सी होइन के हुँदो रहेछ म यता एउटा हालौँ न
अब ओभर कन्फिडेन्ट त हुनु मिल्दैन होइन जस 217 एकचोटि भनेर चाहिँ मैले यता च्यानलमा पोस्ट गरेँ एन्ड वी विल सी what happens at 12 17.58 so we will see at that place होइन let's see हुन त यो होल जोन नै हो and this whole green zone is something to look for risk uh, risk adverse traders को लागि चाहिँ how do we come up with this level भन्दाखेरि पनि हामीले यतातिर हेर्यौँ भने चाहिँ this is the place जहाँ चाहिँ the volume profile shows एकदमै the lowest volume होइन and this is seems like यहाँ चाहिँ imbalance जस्तो चाहिँ केही देखिनमा चाहिँ आएको छ and this green zone should be the go to place for some traders हेरौँ न के कस्तो हुँदो रहेछ त्यहाँबाट चाहिँ के रिएक्सन चाहिँ आउनु पर्ने हो बट मैले भनिहालेँ दिस इज द यो एलो जोन जुन रहेको छ द्याट इज द आइडियल प्लेस र यसलाई चाहिँ कसरी ट्रेड गर्ने हो त भन्दाखेरि चाहिँ अब कसैले चाहिँ अब डाइरेक्ट यो ग्रिन जोनमा चाहिँ ट्रेड गर्छन् होइन गर्न सक्नेले तर गर्न नसक्नेले अथवा रिस्क भनौँ न म्यानेज गरेर ट्रेड गर्नेहरूले चाहिँ के गर्छन् त भन्दाखेरि चाहिँ युजली आफ्टर वी सी सम मुभमेन्ट्स होइन आफ्टर वी सी सम एक्सेप्टेन्स होइन मार्केटले चाहिँ माथि जाने चाहिँ केही देखाइरहेको छ र देखाइसकेपछि यदि केही रिट्रेसमेन्ट आउँछ भने दिस वर्क्स अगेन क्या मैले भनिहालेँ कि डिमान्ड एन्ड सप्लाई अलवेज एक्जिस्ट र उनीहरूको सिग्निफिकेन्स जहिले पनि हुन्छ र एज सुन एज त्यो सिग्निफिकेन्स हुन्छ इफ के गरेर चाहिँ तपाईँको भनौँ न तपाईँले कहिलेकाहीँ इग्नोर हुन्छ भने पनि अन द वे ब्याक दे अलवेज वर्क सो यहाँबाट यसरी ट्रेड गर्न चाहिँ सकिन्छ होइन सो लेट्स सी टुमरो यसको फर्स्ट टार्गेट चाहिँ अब यतातिर यही हुन्छ होला मलाई जस्तो लाग्छ look at this target next time right to 89 again so okay that is what I think अनि आजको चाहिँ यति नै थियो मैले भन्नुपर्ने मेरो सेसन्सहरू चाहिँ फेरि त्यति मैले प्लानिङ गरेको हुँदैन होइन यस्तो प्रेजेन्टेसन स्लाइड स्लो गर्ने जस्तो सो मैले भन्नुपर्ने चाहिँ यही नै थियो आई होप कि यु अन्डरस्टुड कि कसरी चाहिँ डिमान्ड एन्ड सप्लाईको कुरा चाहिँ एउटा प्रिसिजन चाहिँ मैले देखाउने चाहिँ प्रयास गर्दैछु राइट त्यो बिल्डअप कुरा चाहिँ गर्न खोजेँ आजको दिनमा एज अ सोर्ट कि कसरी चाहिँ टिपिसीको एउटा हिस्टोरिक चार्ट पनि हामीले हेऱ्यौँ त्यसपछि रिसेन्ट टाइम्समा जिबिएलको केही ट्रेड पनि हामीले हेऱ्यौँ एन्ड देन हाम्रो एन्टिसिपेसन अन द बिएचएल पनि हामी हेर्दैछौँ यसलाई फर्दर मैले प्रिसिजनमा चाहिँ ल्याएको छु एन्ड वी विल सी टुमरो कि कसरी चाहिँ रियाक्ट गर्दो रहेछ भनेर चाहिँ है अनि सो कोही अब हाम्रो प्राइभेट सेसनमा चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ प्राइभेट कन्सल्टिङमा चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ डेफिनेटली चेक आउट securtrade.com.np मा जान सक्नुहुन्छ र हाम्रो सर्भिसेसहरू चाहिँ तपाईँले चेक आउट गर्न सक्नुहुन्छ एन्ड देयर आर फर्दर फ्यु थिङ्स होइन हाम्रो सर्भिसेसहरू यता चेकआउट गर्न सक्नुहुन्छ र सब्सक्रिप्सनहरू पनि अनुसारको लिएर चाहिँ हेर्न सक्नुहुनेछ है त सो लेट्स गेट इन्टु क्विक क्युएनए कसैको केही क्वेसन छ भने दुईवटा क्वेसन जति लिऊँ न